क्यों हिला डाला ना। Once more! Once more! Once more! खत्म बाय बाय टाटा गुड बाय गया के को लागि हो भाइ यो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। पौडी खेल्ने तरिका चाहिँ यो है यहाँ आएपछि सिक्यो मैले चाहिँ पौडी खेल्ने कसरी भनेर कसरी फुलाने हो देखाउन त्यहाँ यता न दिवेश उता फुलिसक्यो यो चाहिँ म त राति लिएर जान्छु उधर देखो ये कसैलाई पौडी खेल्न मन छ भने चाहिँ कसैलाई पौडी खेल्न आउँदैन भने कन्डम लिएर आउँदा हुन्छ मलाई त आमा खासै माई अल्सो ऱ्यापिङ यो ऱ्याफ्टिङ हो नि त यो पो हो त ऱ्याफ्टिङ यो चाहिँ अब दुईटा टक्क फुलाउने दुईपट्टि छातीमा राख्ने अनि बग्दै जाने होइन खोला पनि मस्त कर्णाली नदी दुईटा भयो सर हामीसँग जति चाहियो त्यति कन्डम छ जति चाहियो त्यति छ 50जनालाई भ्याउँछ भाइ यत्रो त होला मेरो यत्रो त होला अरे क्या मुल जाँडा पागललाई उड्यो होला हातभरि यो अन्तलाई भाइले चाहिँ सही भन्छ फेरि भनिदियो त एकदिन भाइ यता हेरेर भन्नु त यो जानु है चिप्लिन्छ ल हात बहुत जाने कन्डममा चिनेर त फुटेकोमा इमा पानीमा कोही फुटाइदिने जानु केटाहरू चाहिँ पौडी खेल्नु चाहिँ त मोल लाग्यो ल अब चाहिँ म पनि छिरेँ अब ल एकछिन अलि टाढा जान्थ्यौँ है ल ल त्यो फेला हो ल केटाहरू पारी पिसेको हामी चाहिँ यहीँ तल जाने नि डर लाग्यो एकैसाथ दुई दुई फुलाइ कस्तो मुजी सिक्ने मुजी धेरैवटा पावर लगाएर फुनु पऱ्यो त्यो भाइले खतरा फुक्ने रहेछ क्या फुक्ने चाहिँ
बिस्तारै त कन्डम पारेर गइदियो रहेछ आइसी त्यहाँ बाहिर गएर त बाहिर जानु ए तेरी ಈಗ ಮುಗಿದ ಮುಗಿ ಆಮೇಲೆ ಬೈಕರು ಯಾವ ಅಮ್ಮೆ गएको ल म नबुढाल्नु माथिबाट हाम फाल न हँ अलि माथिबाट हाइटबाट हाम फाल है कसलाई बोलाउन आ भाइ कसलाई मलाई कसलाई हात चाहिँ सिधा हो ब्याङ उडेको पौडी खेल्ने तरिका ल सक्छ भने खाली जान कन्डममा नचढेर त्यो हान्नेहरू पछि हान्नु अङ्कल अङ्कल अब जान्दै अर्जुन पारी ल अब ल ढुङ्गो मारेर दादा ल बराबर गएर छ गएर त चता छ आन्न नाइ के दाजु की हुन्छ के दाजु नाइ नोर म पाल्न भन त्यसलाई आन्दैन तल आन्दैन आन्नु ल ल भाइ अरू त्यहाँ बुझे जाने माथि अब फिल भयो यार पारीबाट आउँदा कस्तो भयो त लास मलाई हरिरा गयो भाइ राइस लास्ट सुन्नु यार पुरै पारीबाट यहाँसम्म यहाँ पनि कन्डम छ क्या क्या
गयो त्यो त गइहाल्यो नि त्यो त अब दान भइगयो दान फेरि माथिबाट हाम फाल्न गयो जस्तो एउटा जाऊ बोले